आज चाहिँ हामी उठिसकेर मुखसुख धोएर चिया खाएर बसिरहेको छौँ। भाइ चिया खायौ? अब भाइ पनि स्कुल जान्छ, म पनि स्कुल जान्छु। अनि यो मिक चाहिँ यहाँभित्र छ। यो मिक निक्लिदेऊ त बाहिर। अघिसम्म स्कुल जाने भेट्छु भनेको थिएन गाइस, तर अहिले चाहिँ म घरबाट माथि आइसकेँ होइन। स्कुलै जाँदैछु होइन। आज स्कुल गएको आज शुक्रबार ट्र्याक लाएँ माथिको लाइन गाडी चाहिँ जाइन्छ स्कुल। अब म एक्लै छु, कति 8:30 भयो होला। अनि खासै कोही मान्छे आएको हुँदैन नि त, म चाहिँ अहिले कतिर जान्छु नि म चाहिँ आएर। आज सबैले गइदिएको गाइड स्कुल। देख्न सक्नुहुन्छ आजको मौसम, घाम लाग्यो। यति घाम लागेर नि, तर कस्तो क्या पुरै गरी भयो क्या। तलदेखि एउटा ज्याकेट लगाएको छु, त्यो पनि प्लास्टिक जस्तो छ, र पनि गर्मी चाहिँ यस्तो साह्रो। झापातिर के होला हौ गर्मी, हाइटेसी यहाँ त्यस्तो छ। मेरो स्कुल जाउँ पऱ्यो क्या, पर सुत्दै हो त्यो स्कुल चाहिँ। यो चाहिँ होस्टेल र स्कुल पर, तर स्कुलै मानौँ न, स्कुलै भनिन्छ। आज चाहिँ फ्राइडे र मजै हुन्छ गाइस स्कुलमा क्या। अब फोन त लानु दिँदैन, र पनि म चाहिँ लगाएर राख्छु क्या। क्लासमा चाहिँ राख्दिनँ, उता क्यान्टिनमा लगाएर राख्छु गाइस। स्कुलको गेट आइपुगिसकेँ म। गेट अगाडि म पछाडि, अलिक तल गएर भेटौँ है त गाइस। म चाहिँ यसो स्कुलको गेटभित्र छिरिसकेको छु होइन। देख्न सक्नुहुन्छ स्कुल पर मान्छेहरू हुँदो रहेछ। सर जाँदैछु। यो चाहिँ एउटा भाइ हुँदो रहेछ। हेलो हेलो भन्नु भाइ भ्लगमा। सब्सक्राइब पनि गरिदिनु होला भन न। कति स्कुल आइसक्यो है गाइज, स्कुल तर स्कुलमा कोही नै होइन भन्दा नि दुईजना मान्छेहरू हुँदो रहेछ। छि गेट चाहिँ बन्द भएको रहेछ। अब कतिखेर खोल्नुहुन्छ? हेलो गाइस, यहाँ चाहिँ एउटा हाम्रो भाइ भेटिसक्नु भएको छ। हेलो भन्दैन यार मेरो भ्लगमा। आइज जाउँ न। हेलो भाइ, रोनाल्डो कि मेस्सी? रोनाल्डो अरे, हाम्रो भाइ चाहिँ रोनाल्डोको फ्यान रहेछ होइन। कौन रोनाल्डोको फ्यान हो? तिमी के को फ्यान हो? भन्ने तिमी चाहिँ कसको? मेस्सी। तर मलाई चाहिँ रोनाल्डो मनपर्छ है गाइस। मलाई चाहिँ मेस्सी मनपर्दैन, मलाई चाहिँ रोनाल्डो मनपर्छ होइन। हाम्रो स्कुल इलामको गुरुङ गाउँपालिका वडा नम्बर 3 मा छ। यो विशाल भुजेल छ यो स्कुल, श्री शान्ति निकेतन मावि माध्यमिक विद्यालय। पर गएर भेटौँ है त गाइस। यहाँ चाहिँ हाम्रो केटाहरू रहेछ होइन, यहाँ पर ट्याक्क लगाएर केटाहरू बसिरहनु भएको छ यहाँनिर। जसको तन्जी
सन्चै हो हाम्रो एकजना योगेश दाइ हुनुहुन्छ होइन उहाँ चाहिँ अलिकति हिँड्नु सक्नुहुन्न पैसा टिकट हिँड्नुहुन्छ उहाँ पनि स्कुल पढ्नुहुन्छ र उहाँ चाहिँ स्कुल आउनु भएको रहेछ त्यही भएर मैले योगेशको घर जाँदैछु है दिप्सिका बुनु सब्सक्राइब गरिदिनु भन न हाम्रो बुनुहरू म चाहिँ अहिले ट्याक्क ल्याएर माथि जाँदैछु माथि जानुको कारण चाहिँ निकै छ मेरो मान्छे आएको रहेछ कि यहाँनिर त्यही म माथि गएको भनेर भन्दाखेरि चाहिँ यसरी पट्याउनु होला गाई छैन मेरो मान्छे कोही पनि छैन म यो बाथरुम जान्छु किनभने अब आफ्नो सिनियर एक्सपेक्ट गर्नै पऱ्यो होइन एउटा दाजु हुन्छ तर साथीभाइ कहिले काहीँ त यताउता नि भनिन्छ माथि गएर भेटौँ म चाहिँ यो घर आइसकेको छु गाइड्सहरू होस्टेलमा रहेछ हेलो योगेश भाइ